हेलो नमस्ते मेरो प्यारो प्यारो दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईँहरूलाई मेरो न्यू ब्लगमा आज फेरि पनि स्वागत छ है। अनि मैले चाहिँ हिजो ब्लग हालिनँ किनकि ब्लग बनाएको है, अनि कस्तो नराम्रो आइदिरहेको साउन्ड क्वालिटी नआइदिएको साउन्डको, अनि त्यही भएर अब नहालिदिएको कि साउन्ड नै तिन नसुनेको कि होइन, अनि झन् डेली ब्लग हालिदिन्छु भने त्यो झन् बिग्रिरहेको। स्कुलबाट आएर बनाउनु पर्छ ब्लग नि, अनि बनाउनु टाइम हुन्न, राति बनाएर भएन है, त्यही हो। अनि टक्स लगाएर त केही छैन है। म चाहिँ अलिअलि भर्खर स्कुलबाट आएँ अनि चिया बनाएँ। चिया चाहिँ यहाँ छ ब्ल्याक टी है, यो ब्ल्याक टी भर्खर चिया बनाएँ। अनि सही छ, भर्खर चाहिँ मैले चिया बनाएँ। भात पकाउनु पर्छ भने जहिले नि क्या, फेरि एकदिन त जहिले नि खाना पकाउने बस्ने मेरो कामै त्यही भएछ माचिस। त्यही हो, अब के गर्नु त होइन। मम्मी घर नगएपछि काममा गएपछि मम्मी मल पक्न जानुहुन्छ मम्मी, अनि मैले त्यही भएर खाना पकाउनु पर्छ है। बोल्दाखेरि त पर्दैन, आज मात्र लास्ट बोल्दाखेरि त जानु न, कतै जानु न, त्यही हो। ठिक छ अरू त माया देखाइदिन पर्यो कि, माया किन हो र यस्तो चटक्कै माया मार्दै चाहिँ गर्दिने, माया देखाइदिन पर्यो है। सब्सक्राइब गरिदिन पर्यो कि हजुरहरूले, यो भिडियो हेर्दै हुनुहुन्छ हजुरहरूले होइन, जोसुकै हुनुहुन्छ हेर्ने भिडियो, लास्टमा चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु कि। लास्टमा भन्दा नि भिडियो हेर्दै हेर्दै मैले भनिराखेको छु अहिले भर्खरै सब्सक्राइब हान्नु, अनि भिडियो हेर्नु या नहेर्नु त्यो केही भएन है। सब्सक्राइब चाहिँ हानिहाल्नु के, सब्सक्राइब छिटोभन्दा छिटो है। 90 दिनभित्रमा 1000 सब्सक्राइबर पुऱ्याउनु पऱ्यो अरे मैले। 90 दिन हो कि 365 दिन हो र, 90 दिन होला सायद है। त्यति चाहिँ पुऱ्याइदिन पर्यो, गरिदिन पर्यो, माया देखाइदिन पर्यो है त। त्यति जसरी नि के, जसरी नि अरूलाई पनि सेयर हान्दिन पर्यो कि भिडियो, या त सेयर नहान्दिने भिडियो आफूहरूले, अनि कहाँबाट हान्ने हुन्छ, सेयर हान्दिन पर्यो सेयर। अनि रहेछ यार भिडियो भइरहेको रहेछ, मलाई फेरि याद गर जतिवटा गरे नि गर, तर हुन सबै हजुर खाना बनाउँदैछ दोहोरी हातले समात्नु पर्यो। ऱ्याप हान्ने एकचोटि ऱ्याप हान्ने ट्राई हान्नु पर्यो कि, कस्तो हानिदिएको थियो है मैले ऱ्याप चाहिँ। ऱ्याप बजिसकेको छ यार, के दिन सक्छु र नसुन्दिम है त आँखामा डुबेको म निकाली फालिदियो आँसुले जान रोजेको छ, रोजेको ज्यान थियो मुटुभित्र सुकेको छ, सुकेको मुटु खटार बिग्रेको छ, लुकेको नयनभित्र जमेका थोपाहरू स्वीकार्न सक्दिन चाहन्न अब ढोका बरु। मायाको शब्द तिमीलाई निकै सस्तो लाग्दो रहेछ, जस्तै खोली बसेका छौ भुलाउन देऊ अब नआइदो सपनीमा, किन राति जस्कै रहन्छौ भन केको खाजो छ, फुलाउ र के हो तिमी खाएर हुर्के किलाई कसले मासु थप्यो अब के हेर्छु माया चोको थियो नदेख्यो मुटु रोक्यो, माया त यति गर्थे तारै झर्ने जोको थियो, तर तिमी औका बाहिर भित्तामा ऐना हेर्थ्यौ मसँग के आउँथ्यो जसको मुडो कामै पोतो थियो। सुकाए चाहिँ भन्दा
लगभग मेरो चाहिँ अब काम सकिसक्यो भनौँ है गाइस। चक्क लाएर साइको बोल्दै त पर्दैन गर्न आजैको दिनमा बोल्दै पर्दैन त्यति अलिअलि गाह्रो काम गर्ने त्यही कोही धन्दै नलटेर अब टाइममा उही दामी फुलेर न बवाल फुल्छ नि होइन बवाल मैले नदेख्दिरहेका भर्खर टेक्दिएर आजकल साईको ठुक पानी परेको भन्दा नि पानी पर्न लागेको जस्तो गर्छ पानी पर्दै पर्दैन पानी पेट लाएर पर्दैन हाम्रोमा चाहिँ खरायो नि छ खरायो यहाँ चाहिँ खरायो चाहिँ ओइ यसले नाकु चालेको माथ आलस फेरि ब्लगमा त्यति धेरै त लामो बनाउन मैले है त्यही धेरै लामो हुन्न यो हातले यो अर्कोले अर्को यो फेरि अर्कोले गुड 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 यो खासै अरू केही छैन मेरो दाजुभाइहरू त्यही हो धेरै त केही भन्दिनँ म सब्सक्राइब हान्दा पर्यो सब्सक्राइब बारम्बार भनिरहेको छु मैले त्यहाँ सब्सक्राइब भनेपछि सब्सक्राइब ट्याग टु खानेर छिट्टो 1K सब्सक्राइब पुऱ्याइदिने है छिट्टोभन्दा छिट्टो। सो गाइस अहिले चाहिँ म ट्याक्क लाएर खानासाना बनाएँ है अनि खाना बनाएर भर्खरै सकेँ अनि बसिरहेको छु अहिले चाहिँ अनि अब चाहिँ भ्लगिङ हान्दिन परो भनेर सोचिदिरहेको कि धेरै लामो नि नबनाइदिने कि भ्लग हेर्ने नि भनिहाल्यो होइन अघिल्लो भ्लगमा नि भनेको थिएँ होइन लामो भ्लग हेर्न नि हजुरहरूलाई जाउ लाग्छ होला है त्यही भएर हल्का कन्टेन्ट नै भएन क्या मेरोमा हल्का फन्ने टाइपको हो त्यस्तो भए पो मजा आउँछ घरबाट निक्लिनु कतै छैन ल यहीँ घरमै बस्यो खाना बनायो 3 दिनमा चाहिँ यही भिडियो हालेछ त्यस्तै भइरहेको छ है आउँछ 2-4 दिनपछि बवाल फन्ने टाइपको आउँछ है भ्लग नि औटी ठिस आउँछ शुक्रबार शनिबारतिर है भोलि पर्सितिर ढुक्क आउँछ फन्ने भिडियो डेन्जर बवालवाला त्यो सपोर्ट गरिदिनु पर्यो है लाइक साइक सब्सक्राइब ट्याङडुङ ठोक्नु पर्यो कि त्यति गर्नु पर्यो जो सपोर्ट गरिदिनु पर्यो माया गरिदिनु पर्यो खासै अरू भन्नु त केही छैन है त्यही हो छैन अरू आजको भ्लग यही हो सक्यो है त ल बाई